यसो उठेर मोबाइल हेर्नु पर्यो भनेर मोबाइल समाएको होइन। अनि हिजोदेखि प्रशान्त तामाङको अब मृत्यु भएर हो कि अब मृत्यु नभए उत्तिकै लाइक भ्युज कमाउनलाई त्यो दिमाग नभएकाहरूले भिडियो पोस्ट गरेका हुन्। त्यो चाहिँ थाहा भएन कि त भगवान् जानुन् कि त ती पोस्ट गर्नेहरूलाई नै थाहा होला, मलाई थाहा भएन होइन। बाँचुन्जेलसी उसँग बसेर उसले सुटिङ गरेको अथवा उसँग भेट्दाखेरिको फोटो भिडियोहरू कुनै पोस्ट आएन के, कुनै पनि आएन। अनि मरिसकेपछि चाहिँ खोजी खोजी फिल्मका टुक्राहरू भिडियो गरेका छन्, पोस्ट गरेका छन्, स्ट्याटस लेखेका छन्, दुनियाँ रोका छन्, नाटक गरेका छन्। हेत्तेरी ए बाबा, सकिन्छ भने जिउँदो हुँदाखेरि तारिफ गर के। त्यो मरिसकेपछि त उसलाई के थाहा, उसलाई थाहा हुन्छ, उसले देखिन्छ, उसले देखेको हुन्छ। सकिन्छ भने बाँचेपछि नै, बाँच्दाखेरि नै तारिफ गर्ने गर के, मरेपछि होइन। मरेपछि त त्यो के थाहा, त खरानी भएर जान्छ, सास कता उठ्छ के हुन्छ थाहा हुँदैन, थाहै हुँदैन नि, कसैलाई थाहा हुन्छ। सकिन्छ भने बाँच्दाखेरि तारिफ गर्ने गर कि, मरेपछि होइन। मरेपछि चाहिँ भाइरल बनाइदिएका छन् तालना तुलसँग पागलहरू। अन्त फेरि मलाई पनि गाली आउला, तैँले पनि त्यस्तो गरे कि भनेर। मलाई त रिस उठेर बनाएको। जोसुकै होस् के, जोसुकै होस्, मरोस् नमरोस्, त्यो थाहा होस् नहोस् थाहा भएन होइन। भिडियो तानी तानी पोस्ट गरेका छन्, दुनियाँ गरेका छन्, नाटक गरेका छन्। सकिन्छ भने जिउँदो हुँदाखेरिको तारिफ आओस् त, अनि पो उसको पनि मन खुसी हुन्छ। कि मरेपछि दुनियाँभरको गरेर के को दिमाग नभएका